थार्क टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानले तेल तथा ऊर्जा पूर्वाधारमा आक्रमण गरिए अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीको ऊर्जा सञ्चारमा सिधै हमला गर्ने चेतावनी दिएका बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन्। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थार्क टापुमा रहेका सबै सैन्य अड्डा पूर्ण रूपमा ध्वस्त पारिएको दावी गरेका थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै मध्यपूर्वको इतिहासकै शक्तिशाली हवाई आक्रमण गरिएको बताएका छन्। यद्यपि उनले मानवीय कारण देखाउँदै टापुको तेल पूर्वाधारलाई निशाना नबनाएको बताएका छन्। थार्क टापु इरानको तेल निर्यातको सबैभन्दा ठूलो केन्द्र मानिन्छन्। फेब्रुअरी 28 देखि सुरु भएको अमेरिका, इजरायल र इरानी बीचको युद्धपछि मध्यपूर्वका धेरै तेल रिफाइनरी र भण्डारहरू आक्रमणको निशानामा परिरहेका छन्। यसले विश्व ऊर्जा बजारमा समेत ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ। यही थिए अहिलेका मुख्य समाचार। यस्ता ताजा र विश्वसनीय समाचारहरू हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। म हुँ, फेरि भेटौँला अर्को नयाँ समाचारको साथमा। नमस्कार।